गाइज गुड मर्निङ है। आज चाहिँ हामी मुस्ताङको लागि ट्रिप जाँदैछौँ। हामी तिनजना मुस्ताङको ट्रिप जाँदैछौँ। हाम्रो साथी शैलेश र बिस दाई हामी मुस्ताङ जाँदैछौँ आज है। अब आज चाहिँ बेनी पुगेर तातो पानी घाँस सायद पुगेर त्यहाँसम्म बसेर त्यहाँ बसेर आनन्दले तातो पानीमा बसेर मजाले बसिन्छ। त्यसपछि भोलिपल्ट मुक्तिनाथ पुगिन्छ। यो हाम्रो क्लिफ साइडमा चाहिँ थर्ड टाइम भइसक्यो। फर्स्टचोटि चितवन जाँदा, त्यसपछि फेरि तिलिचो जाँदा, अहिले हो फेरि अर्कोचोटि नि हुनसक्छ। अब यसरी घुम्न आएको छ। अब कहाँ के भनेर यसो नसोध्नु होला। ऊ पछाडि छ, बाइक पनि कुदाउँदैन हाम्रो दाइ, फेरि पछाडि मात्रै बस्ने रे। मेरो असली हिरो चाहिँ आएको छ ट्याक्क। मेरो चाहिँ यहाँ अब क्लिपमा त अब त्यही 5 चोटि जति भइसकेको छ है। त्यस्तै हो, भ्लग्सलग त्यस्तै हो। अब भेटघाट हुन्छ अलि दिनमा। ल हेर्दै गर्नुहोस् है, हेर्दै गर्नुहोस् है। हामी चाहिँ पोखरा आइपुग्यो। बिहान 7:30 बजी 2 बज्यो, 2:15 भयो पोखरा आइपुग्छ। एउटा साथी गायब बताओ, गायब भएको बताओ। कुदाउँदा लास्ट थकाइ लाग्यो है। अब चाहिँ यसो एक्सन ब्रेक ल्याइछ र चिसो एक्सन ब्रेक लिएर हामी हेम्जा भर्खरै कट्यौँ। अब हेम्जापछि बागलुङ हुँदै बेनी हुँदै तातो पानी। आजको लक्ष्य चाहिँ तातो पानी छ, तर हेरौँ कहाँसम्म पुगिन्छ। तातो पानी पुगिन्छ कि पुगिँदैन। पुग्न त जोमसोम पुगिन्छ नि। ल त हाम्रो साथीलाई फेरि हात दुख्यो भनेर हैरान बनिसक्यो। नजाम कि नजाम गरिदिन्छ त्यो टाढा।
ल है केटा हो पानी पर्यो तातो पानी आइपुग्यौँ हामी तातो पानी होटल गर्दैछ भन्दै रुममा पनि आइपुग्यो दाइसँग ट्याक्क है हामी चाहिँ कहाँ दाइ बेनी बजार होइन तातो पानी घाँसमा हामी बाहिरको दृश्य हेर्नुहुन्छ ठाउँ तातो पानी भन्ने ठाउँमा अन द वे टु मुस्ताङ अनि चाहिँ हामी यहाँ ओल्ड होटलमा बसिरहेछौँ अब यसो तातो पानी हट स्प्रिङ रहेछ यहाँ अब यसो तातो पानी फिल गर्नु पऱ्यो नि कस्तो हुँदो रहेछ भनेर जान लागेको अब एकछिन यसो बस्यो नि कस्तो हुन्छ हट स्प्रिङको लागि जाँदैछौँ यति राति यता क्रस फायर यता बुलेट हामी तातो पानी हेर्नु जान लाग्यो कहाँ हिँड त ओइ कहाँ हिँड त यहाँ त फोक्स म त अब यस्तो तातो पानीमा यसो एकछिन तातो पानीमा यसो एकैछिन होइन स्विमिङ हाल्नु लाग्यो गाइस के गर्ने यस्तै त छ काठमाडौँदेखि आउनुपर्छ तातो पानीमा यहाँ यसो भालेसाले काटेर हानियो अब ट्याक्क काटिरहेको छ भाले अब छोड्छ नि मैले कसरी हान्छ भोलि यस्तो उकालो चढाउँछु भयो यति सगरमाथा चढाए मान्छे प्रवेश शुल्क चाहिँ नेपालीहरूको लागि 50 रहेछ अनि टुरिस्टहरूलाई के 150 रहेछ अब इन्ट्री गर्नु लाग्यो इन्ट्री गरेर हामी हट स्प्रिङमा भेटौँला है हामी चाहिँ हट स्प्रिङमा आइसक्यो छैन क्या एकदम दामी त्यो यस्तो माथिमा राखेर चाहिँ खाँदै चाहिँ गर्नु अनि आराम हुन्छ कता दिमागै नभएको हट स्प्रिङ बिस्दै कस्तो छ त स्प्रिङ रमाइलो छ एकदम उता तातोमा जाउँ न त्यो धेरै तातो होला सकिन्न हौ सकिन्छ जाउँ न सकिन्न त्यो हामी चाहिँ तातो पानीमा है ओ माई गड यस्तो छ हाम्रो चाहिँ है आम्मामा ल निकाल्दा चाहिँ तातो हुने कि निकाल्दा निकाल्यो न निकाल्दा चाहिँ झन् तातो हुन्छ बुझिस् हो डुबाइ राख्दा के हुँदैन एकछिन राखेर हो त्यसरी अब छिटो बिस्तारै यसले चाहिँ त्यो स्किनहरूको लागि राम्रो हुन्छ कि यो चाहिँ खप्न एकछिन अनि केटीहरू बोल्दा चाहिँ अब होस छोडिदिँदाखेरि स्किन यत्तिकै ठिक छ अहिले चाहिँ हो रहेछ बिस्तारै घाँटीसम्म डुबा
यति त पैसा सुहाउनु कति जाडो कस्तो जाडो आम्मा सुन हो भिडियो सबैको आउँछ छोड्दैन नि ओ माने फेमेल है त आता कति चिसो पानी होइन कस्तो चिसो पानी हो चिनी र चियापत्ती हाल्यो नि चिया नै पाक्छ सुचिया यस्तो धेरै तातो यो चाहिँ धेरै तातो रहेछ उताको चाहिँ ठिकैको छ अरे यो चाहिँ अति तातो रहेछ पसिना भइसक्यो